लिम्बू जातिको मान्यता अनुसार धेरै पहिले एक महिला थिइन्। उनी एकपटक शिकार गर्न जाँदा दिनभर शिकार खेल्दा पनि केही पनि भेट्दिनन्। थाकेर प्यास लागेर भौतारिँदै जाँदा पानी खोज्दै जाँदा एउटा विशाल ढुङ्गामा भएको दुईवटा खाल्डोमा पानी जमेको देख्छिन्। प्यासले गर्दा उनले दुवै खाल्डोको पानी पिउँछिन्, तर त्यो दुई खाल्डो मध्ये एउटामा मान्छेको पिसाब हुन्छ र अर्कोमा चितुवाको पिसाब हुन्छ। यस पछाडि उनी गर्भवती हुन्छन् र उनको गर्भबाट एउटा चितुवा र अर्को मान्छे गरी दुई सन्तानको जन्म हुन्छ। चितुवा दाई हुन्छ केसाङ्गे अनि मान्छे चाहिँ भाइ हुन्छ नामसाङ्गे। दाई केसाङ्गे चितुवा भएकाले छिटो छिटो बढ्छ, भाइ नामसाङ्गे चाहिँ मान्छे भएकाले बढ्न समय लाग्छ, जसले गर्दा दाई शिकार गर्न जान्छ र भाइ चाहिँ सानो भएकाले दाइले ल्याएको शिकार नै खाने गर्छ। भाइले सधैँ आफूले ल्याएको मात्र खान्छ भनेर दाइ रिसाउँछ र भाइलाई नै खान्छु भनेर झम्किन खोज्छ। आमाले यो देखे पछाडि भाइलाई सधैँ बचाइरहन्छे। बिस्तारै भाइ ठुलो हुन्छ र ऊ पनि शिकार गर्न जान थाल्छ, तर दाइले भने भाइको अझै पनि रिस गरिरहन्छ। उसमा जङ्गली र दानवीय गुणहरू पनि आइरहेको हुन्छ। त्यसैले नै उनले जहिले पनि आफ्नो भाइलाई खाने मौका खोजिरहेका हुन्छन् र यो कुरा बुझेकी आमाले जहिले पनि भाइलाई जोगाउने अनेक उपाय खोजिरहन्छन्। भाइले पनि दाइ चितुवाले आफूलाई मार्न खोजेको भन्ने सधैँभरि थाहा पाइरहेको हुन्छन्। त्यसैले उनले यो कुरा बुझेर तम्बोर खोलाको किनारै किनार थुक्पेतेम्बे भन्ने ठाउँ पुगेर त्यहाँ 8वटा तीरबाण बनाउँछन्। त्यसमध्ये 7वटा राम्रो बन्छ तर एउटा चाहिँ बिग्रेको भुत्ते बन्छ। त्यस पछाडि उसले त्यो सबै तीर लिएर घरमा आउँछ र आमालाई 2वटा कलशमा राखेको 2वटा अलग अलग फुल दिन्छ। एउटामा अन्दम अर्थात् बाबरी फुल हुन्छ, जसलाई लिम्बू मान्यतामा दानवीयताको प्रतीक मानिन्छ। अर्कोमा चाहिँ सेकमरी फुल हुन्छ, जसलाई मानवीयताको प्रतीक मानिन्छ। यो फुल दिँदै नामसाङ्गेले आफूले दाइ केसाङ्गेसँग युद्ध गर्न लागेको भनेर दाइलाई आफू भएको ठाउँमा पठाइदिनु भनेर आमालाई भन्छ र युद्धमा जसले हार्छ उसको फुल सुक्नेछ र जित्नेको मात्र फुल फक्रिनेछ भनेर पनि भन्छ। यसपछि चिन्तित भएकी आमाले त्यो दुवै कलश लिएर फुङसेङ भन्ने डाँडामा पुग्छिन् र त्यहाँ गएर पर्खिन्छन्। अनि नामसाङ्गे एउटा सिमलको रुखमा 8 तलाको मचान बनाएर माथि गएर बस्छ। त्यसपछि दाइ केसाङ्गे पनि त्यहाँ पुग्छ र दाजुभाइ बीच युद्ध सुरु हुन्छ र यो युद्धमा नामसाङ्गेले पहिलो बाण हान्छ। त्यसले दाइलाई लाग्दैन। दाइ 8 तलाको मचानको 1 तला माथि चढ्छ। यसरी नै अरू 7वटा बाण हानिसक्दा पनि दाइलाई लाग्दैन। यति बेलासम्म दाइ 7औं तलासम्म चढिसकेको हुन्छ। भाइसँग जम्मा अब एउटा मात्र बाण बाँकी हुन्छ, त्यो पनि सबैभन्दा नराम्रो सबैभन्दा भुत्ते बाण। अब केही बेरमै दाइ माथि चढिसक्ने र नामसाङ्गेलाई खाएर जित्ने भन्ने पक्का भइसक्छ। अब यति बेलासम्म आमासँग भएको 2वटा कलश मध्ये भाइको कलश भएको फुल ओइलाउन थाल्छ र अब दाइले आफूलाई जसरी पनि मार्ने भनेर उसले दाइसँग बिन्ती गर्न थाल्छ। तिमीले जित्यौ, मैले हारे। अब तिमी आँखा चिम गरेर मुख ठुलो बाएर बस, म तिम्रो मुखमा आफै फुत्ता हाम फालेर पस्नेछु। तर नटोक्नु है, मलाई दुख्छ, बरु मलाई निलिदिनु। यही भन्छ चितुवाले मुख बाएर बस्छ, आँखा चिम्म गरेर बस्छ। त्यही क्रममा बिग्रिएको बाणले भाइले हान्छ। र यस पछाडि त्यो तीर लागेर दाइ केसाङ्गे माथिबाट तल खस्छ र उसको मृत्यु हुन्छ। यति नै बेला उता आमासँग भएको फुल मध्ये भाइको फुल अचानक फक्रिन थाल्छ र दाइको फुल ओइलाएर मर्छ। तर माथि भएको भाइ नामसाङ्गेले दाइ मर्यो कि बाँच्यो भन्ने थाहा पाउँदैन। त्यसैले ऊ डरले तल उत्रिनै सकेको हुँदैन। त्यसपछि लोखर्के, काली, दुम्सी लगायतका जीवजन्तु आएर दाइ मरिसकेको, अब तिमी तल झर भनेर भन्छन्। तर पनि डरले नामसाङ्गे तल झर्न सकिरहेको हुँदैन। त्यसै पछाडि अन्तिममा लाटेकोसेरो आएर तेरो दाइ मर्यो, अब तल आइज भनेर भन्छ। लिम्बूहरूले लाटोकोसेरोलाई विश्वासको प्रतीक मान्छन्। त्यसैले उसलाई विश्वास गरेर भाइ नामसाङ्गेले तलतिर हेर्छ। तब त्यहाँ दाइको लासमा झिङ्गा मन्किरहेको देख्छ र यस पछाडि ऊ तल पनि उत्रिन्छ र तल उत्रिसके पछाडि उसले दाइको चिनोको स्वरूप उसको छाला निकालेर आफूसँगै लिएर जान्छ। तर त्यसरी लगेको छाला उनले जति सुकाउँदा पनि त्यो सुक्दैन। त्यस पछाडि उनी सेउ नामलाङ भन्ने डाँडामा पुग्छन्। त्यहाँ पुगे पछाडि भने त्यो छाला सुक्छ। त्यसरी सुकेको छाला राति बास बस्दा रुखको टोड्कामा राखेर ऊ सुत्छ र त्यो रात त्यहाँ ठुलो आवाज चल्छ। त्यो आवाज ठ्याक्कै उसको दाइ केसाङ्गे अर्थात् चितुवाको जस्तै हुन्छ। त्यसैले दाइको यादमा उसले त्यो टोड्का काट्छ र त्यसमा त्यो छाला लगाएर त्यसबाट एउटा बाजा बनाउँछ र त्यही बाजा थियो च्याब्रुङ। लिम्बू भाषामा चितुवालाई के भनिन्छ र चितुवाको छालाबाट पहिलोपटक बनेको मान्यता भएकाले यसलाई अझै पनि के भनिन्छ। तर यसलाई बजाउँदा एकातिर च्या र अर्कोतिर ब्रुङ गरेर दुई खालको आवाज निस्किने भएकाले यसलाई पछि च्याब्रुङ भन्न थालिएको र यसरी नै यो च्याब्रुङको उत्पत्ति भएको मान्यता छ। तर च्याब्रुङको उत्पत्तिको यो एउटा मात्र कथा पनि होइन। यसका थुप्रै कथा, फरक फरक खालका मान्यताहरू छन्। तर यसको महत्त्व भने सबै बीच समान छ।